यो नि खायो भेटेको माछाले भेटेको त्यहाँ हो र बुढोको माछाले भेटेको अन्त खायो भनेर के यो पनि हेर भेटे भेटे चल्न आउँछ त्यो को हुनु न यो सन्त जीवन त यो अर्को रट्ने उचाल्दिनु ए बेरिरहेको क्या त्यसमा यार माथिबाटको तलबाट बाहिर कटिसकेछ ल गाइस माछा परेको अवस्था क्यामेरा फस्टा भयो नि जो हुँदा सदन देख्छ काम त हैन ये ये दामी तान्दी राखेको सोल्टीले पोक्का आधी किलोको दिन्छ अलग खावे दिँदै माछा यो घुम्नु रहेछ त यो जाला जस्तो लाउने कि वरिको त खोलाङमा हाल्दै खै अब माछा छ भएको आयो कि आएन भिडियोमा हेर बुन्दैन तानेको त रातो ट्रेक लाउनु दाइले हो तानेको होइन हाम्रो यहाँ क्याप्लाको दाइले तानेको भाइ त्यहाँ रड बढारे अनि त्यत्रै ठुलो ठुलै थियो होला कत्रो माछै देख्नु पाएको थिएन भित्र सिधै ढुङ्गाभित्र होइन त्यहीँ थियो कि अनि धागो घोटेर चाहिँ माछा एकचोटि आएर देखियो ठुलो छ भने त त्यसले धागोमा आयो भने त छोडिदिनु पर्छ कि किनकि अब ठुलो माछा सकेसम्म त किन फुत्काउने नि होइन यो रडमा हो यसको धागोमा छैन पुरै बढाएर के बढाएर अनि उता गरेपछि यो यसरी अहिले जस्तो खोल्न खोजेको होइन खोलेन के त्यो खोल्न खोज्दा भ्ल्याप्टै तातेर छिन्यो के काँडा त कता आइहाल्यो त साह्रो रमाइ पल ठुलो भइसकेको छ मुखको त्यसो धागोले चाहिँ भयो फुस्किने आधी किलो त्यत्रै भरेछ ठुलै पाँच पाउ छ कि आएको त पाँच पाउ झुकेर तपाईँको हातबाट फुत्कियो भने झ्याउ हुन्छ कि त्यो बाहिर नभए डुङ्गामा अहिले तल नेट राखेर गऱ्यो नि हुन्छ होइन अर्को त्यो हेरौँ त हेरौँ तेरो नि यो यत्रो त छ यहाँ नि है गाइज मैले मारेको अहिले अघि तानेको अब मसँग फोन होइन अब कसले भिडियो गरिदिने है यो रडमा निकालेको दामी माछा परेको छ दाइलाई हरि बाइक